फुउमा फुउमा याक्थुङ पान्दङ अर्थात् लिम्बू भाषा लिम्बू ल्याङ्ग्वेजमा फुउमा भनेको नेपालीमा चुडाल्नु अथवा छिनाउनु भन्ने हो। अङ्ग्रेजीमा यसलाई टु स्न्याप अफ भनिन्छ। अङ्ग्रेजीमा OFF अफ कतिखेर प्रयोग हुन्छ भन्दा इफ देयर इज डिस्कनेक्सन बिट्विन टु पार्टिकल्स अब्जेक्ट्स एक्सेट्रा। डिस्कनेक्सन भनेको छिन्दा मात्रै होइन, अरू कुरामा पनि एक व्यक्ति र वस्तु वा एक वस्तु र एक वस्तु वा एक व्यक्ति र एक व्यक्ति वा एक अवस्था र अर्को अवस्था बीचको कम्प्लिट डिस्कनेक्सन हुँदा OFF अफ भन्छौँ। त्यो अङ्ग्रेजीको बेग्लै पाटो भयो, तर फेरि यहाँ फुउमा भन्दाखेरि यसलाई हामीले प्रश्न पार्नै पर्छ। जस्तो एउटा डोरी, अङ्ग्रेजीमा स्न्याप भनेको चाहिँ रेसादार वस्तुहरू, त्यसमा छाला पनि पर्छ, डोरी पनि पर्छ इत्यादि, त्यस्तोमा चाहिँ स्न्याप भनेको हो। खैर केही छैन, त्यो अङ्ग्रेजीको त्यो बेग्लै बहस भन्नाले लम्बी त्यसको व्याख्या हो। तर फेरि यहाँनिर त्यो कुरालाई किन ल्याउनु पर्छ भन्दा शब्दको एउटा अर्थ मात्रै लगाएर त्यो सिमेन्टिक लेभल होइन, अर्थको तहमा त्यो प्रश्न हुँदैन। जस्तो फुउमा भनेको चाहिँ एउटा डोरी, कमसल डोरी जुन छिनाउन सकिन्छ अथवा छिन्न सक्छ। ल छिनाउन सकिने डोरीलाई दरो गरी तान्ने हो भने चाहिँ त्यो सिङ्गल रोप एउटा डोरी चाहिँ के हुन्छ, अब दुई टुक्रा हुन्छ भनेको अब पहिलो टुक्रा र अर्को टुक्राको सम्बन्ध पूर्ण रूपमा विच्छेद भयो। एउटा त्यान्द्रोले पनि के अरे अडिएको हुनु भएन। एउटा त्यान्द्रोले अड्काएको छ त फेरि त्यो एउटा डोरी चुडियो त, मूल कुरा त चुडियो, तर एउटा त्यान्द्रोले दुईटाको कनेक्सन छ भने त फेरि त्यो फुरुङ मैले चुडाएँ भन्न भएन क्या। त्यो चाहिँ फुउरा पुउरा पुउरा भन्छौँ नि। यो पुमाको हामी छुट्टै प्रसङ्गमा गर्छौँ। यो चुडिएन क्या, त्यो चाहिँ एउटा सानो त्यान्द्रो छ भने पनि अब त्यो फुरुङ भन्न मिलेन। किन भन्दाखेरि अब त्यसको कनेक्सन त एउटा त्यान्द्रोले पनि गरिदियो नि त, होइन? तर त्यो एउटा डोरी चट्टै तान्दाखेरि दुई अलग अलग टुक्रा भयो भने चाहिँ त्यो चाहिँ के भयो त, फुरुङ मैले चुडालेँ छिनाएँ, अब त्यो चाहिँ मिल्यो। किन भन्दा त्यो दुईटा, एउटा डोरी दुई टुक्रा भयो र उनीहरूको बिचमा डिस्कनेक्सन भयो। यो जबरजस्ती हामीले व्याख्या गर्नुपर्ने भएकोले मैले यसलाई थोरै समय लिएर व्याख्या गरेँ। अब म फुउमा भन्ने क्रियालाई वाक्यमा प्रयोग गर्छु। हजुरहरूले सुनिदिनु होला। मैले चुडाले अथवा छिनाएँ भन्दा लिम्बू भाषामा फुरुङ भन्नुपर्छ। फुरुङ। म चुडाल्छु, चुडाउँछु, छिनाल्छु, छिनाउँछु कसरी भन्छौँ, त्यसमा स्ट्यान्डर्ड नन स्ट्यान्डर्ड वर्डहरू वाक्यहरू मैले प्रयोग गर्ने गरेको छु। किनभने हामीलाई बुझ्नको लागि के सहिलो हुन्छ त्यो अपनाउने हो र क्रमिक हिसाबले स्ट्यान्डर्ड फर्ममै जाने हो। स्तरीकृत भन्छ नि स्ट्यान्डर्ड। म चुडाल्छु अथवा छिनाउँछु भन्दा फुरुङ, लिम्बू भाषामा फुरुङ भन्नुपर्छ। म छिनाउने छु भन्दा लिम्बू भाषामा फुरुङ, फुरुङ भन्नुपर्छ। तपाईँ एकजना, तपाईँ छिनाउनुहोस् भन्दा लिम्बू भाषामा तपाईँले छिनाउनु भयो, पहिला हामी यताबाट जाउँ, तपाईँले छिनाउनु भयो भन्दा लिम्बू भाषामा केफुरु, केफुरु भन्नुपर्छ। तपाईँ छिनाउनुहुन्छ, चुडाल्नुहुन्छ, छिनाउनु एउटै हो। तपाईँ छिनाउनुहुन्छ भन्दा
लिम्बू भाषाबाट केफुरु भन्नुपर्छ। तपाईँ छिनाउनु हुनेछ भन्दा लिम्बू भाषामा केफुरु भन्नुपर्छ। अब उहाँले भनेको एक पुरुष वा एक स्त्रीले छिनाउनु भयो अथवा चुडाल्नु भयो एउटै हो। उहाँले छिनाउनु भयो लिम्बू भाषामा भन्नुपर्दा फुरु फुरु नभन्नुहोस्, फुरु भन्नुपर्छ। उहाँ छिनाउनुहुन्छ भन्दा लिम्बू भाषामा फुरु उहाँले छिनाउनु हुनेछ भन्दा लिम्बू भाषामा फुरु भन्नुपर्छ। अब यो फुमा भन्ने क्रिया, फुमा चुडाल्नु छिनाउनु होइन, यो फुमा भन्ने यो क्रियालाई म आज्ञार्थ रूपहरू इम्पेरेटिभ मुडमा प्रयोग गर्छु र यहाँहरू समक्ष प्रस्तुत गर्छु। तपाईँ एकजनालाई होइन, तपाईँ छिनाउनुहोस् भन्दा फुरे अब काठ त चट्टै छिन्नु पनि फुमा भनिन्छ। मैले अघि भने नि, त्यो डिस्कनेक्ट भनेको पुरा विच्छेद हुनु कि फुरे भन्नुपर्छ। तपाईँहरू दुईजना, तपाईँहरू भनेको तपाईँहरू दुईजना, तपाईँहरू छिनाउनुहोस् भन्दा फुरेच्छे भन्नुपर्छ लिम्बू भाषामा। तपाईँहरू भनेको दुईभन्दा बढीलाई तपाईँहरू छिनाउनुहोस् भन्दा लिम्बू भाषामा फुरेम्मे भन्नुपर्छ।